नमस्कार, सिटिजन्स ब्याङ्कको पोडकास्ट सिटिजन्स इन्साइडमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। म सुमिता रञ्जितका, एमआइएस युनिट हेड, सिटिजन्स इन्साइडको 21st एपिसोड लिएर यहाँहरू सामु उपस्थित भइसकेको छु। आज हामी फाइनेन्स डिपार्टमेन्टको दुईवटा इम्पोर्टेन्ट युनिट एनआरबी रिपोर्टिङ युनिट र अकाउन्ट्स युनिटको बारेमा हामी केही छलफल गर्छौँ। यसको लागि मेरो साथमा हुनुहुन्छ एनआरबी रिपोर्टिङ युनिट हेड मिस मनसा श्रेष्ठ र अकाउन्ट्स युनिट हेड मिस सम्झना गौतम। उहाँहरू दुवैजना सिए ब्याकग्राउन्डबाट हुनुहुन्छ र हाल सिटिजन्स ब्याङ्कमा उहाँहरूले अकाउन्ट्स युनिट र एनआरबी रिपोर्टिङ युनिटलाई लिड गर्दै हुनुहुन्छ। अब म कार्यक्रमको सुरुवात उहाँको इन्ट्रोडक्सनबाटै गर्न चाहेँ। सम्झनाजी, तपाईँकोबाट सुरु गरौँ। तपाईँले आफ्नो इन्ट्रोडक्सन, तपाईँको आफ्नो पास्ट एक्सपिरियन्स, एजुकेसनल ब्याकग्राउन्डको बारेमा हामीलाई केही जानकारी दिनुहुन अनुरोध गरेँ। धन्यवाद दिदी। साथै मलाई यस सिटिजन्स इन्साइड पोडकास्टमा बोलाएर आफ्नो केही शब्द राख्न दिनुभएकोमा रेस्पेक्टेड सिओ सर र सिटिजन्स इन्साइड पोडकास्ट टिमलाई म धन्यवाद दिन चाहन्छु। नमस्ते, म सम्झना गौतम। म विगत 2 वर्षदेखि सिटिजन्स ब्याङ्कको फाइनेन्स डिपार्टमेन्टमा अकाउन्ट युनिट हेडको भूमिकामा छु। मैले मेरो एजुकेसनल ब्याकग्राउन्डबाट नै सुरु गर्न चाहेँ। मैले नेपाल बोर्डबाट नै मेरो सिएको अध्ययन पुरा गरेको छु। सिएको अध्ययनकै क्रममा हाम्रो आर्टिकलसिप भनेर 3 वर्षको इन्टर्नसिप पिरियड हुन्छ र त्यही पिरियडको दौरानमा मैले ब्याङ्किङ अडिटमा इन्भल्भ हुने मौका पाएको थिएँ र त्यति बेलादेखि नै ब्याङ्किङतर्फ मेरो एउटा एट्र्याक्सन चाहिँ थियो। मैले सिएको पढाइलाई निरन्तरता दिँदै एउटा फिनटेक कम्पनीमा फाइनेन्स डिपार्टमेन्टमा 2 वर्ष जति काम गरेँ र आफ्नो सिएको पढाइ पुरा भइसकेपछि मैले अर्को एउटा कमर्सियल ब्याङ्कमा ब्रान्चमा आरएमको भूमिकामा 1 वर्ष जति काम गरेँ र त्यही पिरियडमा चाहिँ सिटिजन्स ब्याङ्कमा भ्याकेन्सी रहेको थाहा पाएँ मैले। अब मेरो पहिलाको एक्सपिरियन्स पनि फाइनेन्स डिपार्टमेन्टमा नै रहेको र मलाई यो तर्फ अलि बढी एट्र्याक्सन भएको भएर चाहिँ म ब्याङ्कमा जोडिन पुगेँ। थ्याङ्क यू। मनसा, तपाईँ पनि आफ्नो इन्ट्रोडक्सन, तपाईँको आफ्नो एजुकेसनल ब्याकग्राउन्ड र तपाईँको आफ्नो पास्ट एक्सपिरियन्स के कस्तो छ सेयर गरिदिन अनुरोध गरेँ। थ्याङ्क यू सुमिता दी। नमस्ते, मेरो नाम मनसा श्रेष्ठ हो। सर्वप्रथम म यहाँ सिटिजन इन्साइडको टिम र हाम्रो रेस्पेक्टेड सिओ सरलाई धन्यवाद दिन चाहन्छु कि उहाँले मलाई यो अपर्च्युनिटी दिनुभयो हाम्रो यो पोडकास्टमा आफ्नो केही मन्तव्यहरू राख्नको लागि। मैले मेरो करियरको सुरुवात चाहिँ यही सिटिजन्स ब्याङ्कबाटै गरेको हो। यो बेला भन्दा अगाडि चाहिँ म सर्टेन इयर्स अडिटिङ फिल्डमा कार्यरत भएर काम गरेँ। मैले कन्ट्र्याक्टमा अलग अलग फर्महरूमा कन्ट्र्याक्टमा काम पनि गरेँ र मैले धेरैवटा एक्सपिरियन्स गेन गर्ने मौका पाएको थिएँ। सो तिनीहरूमध्येमा मलाई आफ्नो इन्ट्रेस्ट चाहिँ ब्याङ्किङ सेक्टरमै भएको भएर मैले यहाँ सिटिजन्स ब्याङ्कमा आफ्नो करियरको सुरुवात गरेँ। थ्याङ्क यू मनसा। सम्झना, तपाईँले भन्नु नै भयो कि तपाईँ पहिला फिनटेकमा कार्यरत हुनुहुन्थ्यो होइन? फिनटेकबाट तपाईँ ब्याङ्किङ सेक्टरमा आउनुभयो। दुईवटा कर्पोरेट भए पनि पक्कै केही फरक त छ होइन? वर्किङ इन्भाइरोमेन्ट, वर्किङ कल्चरहरू, वर्किङ स्टाइलमा तपाईँले यो ब्याङ्किङ सेक्टर र फिनटेकमा के कस्तो फरक महसुस गर्नुभयो? हजुर, अब फिनटेक र ब्याङ्किङ भनेको फरक सेक्टर भए पनि रिलेटेड सेक्टर चाहिँ हुन्। जस्तै फिनटेकले त ब्याङ्क र फाइनेन्सियल इन्स्टिट्युसनहरूलाई नै टेक्नोलोजिकल सर्भिसेसहरू प्रोभाइड गर्ने हो। जब म फिनटेकबाट ब्याङ्किङमा आएँ, मैले सबैभन्दा पहिला फिल गरेको डिफ्रेन्स भनेको चाहिँ स्पिडको हो। जस्तो फिनटेकमा चाहिँ हाम्रो इनोभेसन अनि एक्सपेरिमेन्टेसनहरूलाई अलिक बढी प्रायोरिटीमा राखिन्छ, नयाँ प्रोडक्ट्सहरू ल्याइराख्नुपर्ने हुन्छ। त्यही भएर त्यहाँ डिसिजन मेकिङ चाहिँ एकदम नै फास्ट हुन्थ्यो होइन? तर अब ब्याङ्किङ भएपछि एउटा रेगुलेटेड सेक्टर भयो, ब्याङ्क, हामीलाई धेरै एक्ट्सहरूले रुल्सहरूले गभर्न गर्छ होइन? त्यही भएर हाम्रो एउटा सानो चेन्ज ल्याउँदाखेरि पनि हाम्रो मल्टिपल अप्रुभल्सको थ्रुबाट जानुपर्छ, डकुमेन्टेसन हामीले त्यस्तै नै मेन्टेन गर्नुपर्ने हुन्छ भने रेगुलेटरी चेक्सहरूको कुरा पनि आउँछ होइन? तर यसले गर्दाखेरि प्रोसेस चाहिँ नेचुरली अलिक स्लो नै हुन्छ फिनटेकको कम्पेरिजनमा। तर यो स्लो हुनु भनेकै रिस्क म्यानेजमेन्ट गर्नु र कम्प्लायन्स गर्नु नै हो। मैले अर्को डिफ्रेन्स फिल गरेको भनेको चाहिँ फिनटेकमा चाहिँ इन्फर्मल वर्किङ इन्भाइरोमेन्ट थियो भने ब्याङ्किङ सेक्टरमा चाहिँ फर्मल वर्किङ इन्भाइरोमेन्ट छ हाम्रो होइन? हाम्रो फिक्स रिपोर्टिङ लाइन्स छ, हाम्रो रोल्सहरू फिक्स्ड हुन्छ र एउटा इस्टाब्लिस्ड प्र्याक्टिस ब्याङ्कमा बसिसकेको छ होइन? अर्को फरक मैले पाएको भनेको फिनटेकमा चाहिँ मैले ग्रुप अफ कम्पनीजको अकाउन्ट्स सम्हाल्ने भूमिका थियो मेरो। त्यसमा मैले 4-5 वटा कम्पनीहरूको ओभरअल अकाउन्ट म्यानेजमेन्टको काम हेर्थेँ भने ब्याङ्किङमा आइसक्दाखेरि चाहिँ ब्याङ्कको सेन्ट्रल अकाउन्टिङ सिस्टमको रोल मैले ह्यान्डल गरेको छु। अब यो गर्दै गर्दा चाहिँ फिनटेक र ब्याङ्किङमा चाहिँ मैले डेली भोल्युम अफ ट्रान्जेक्सन्समा नै ब्याङ्किङ चाहिँ एकदमै ब्याङ्किङमा युज भोल्युम पाएँ मैले फिनटेकको कम्पेरिजनमा।
अनि अर्को कुरा गर्नुपर्दा फिनटेकमा चाहिँ मोस्टली हाम्रो स्टार्टअप्स र एसएमइजहरू हुन्छन् कम्पनीजहरू धेरै होइन। त्यही भएर ती कम्पनीजहरूमा मोस्टली पोलिसी मेकिङ फेजमा नै थिए धेरै कम्पनीहरू भने ब्याङ्किङ त एउटा इस्टाब्लिस सेक्टर एउटा लार्ज सेक्टर भयो जुन मैले अघि भने जस्तै धेरै एक्ट्सहरूले अनि एनआरबी गाइडलाइन्सहरूले गभर्न गर्ने भएको भएर अनि ब्याङ्कमा चाहिँ एउटा इस्टाब्लिस्ड पोलिसिज इन्टरनल पोलिसिज बाइलजदेखि लिएर त्यो एउटा इस्टाब्लिस्ड त्यो स्ट्रक्चर नै मैले ब्याङ्कमा चाहिँ पाएँ होइन। त्यही भएर अब दुइटै सेक्टर फरक भए तापनि दुइटैको आफ्नो चार्म चाहिँ छ दुइटै सेक्टरको। हस्, मनसा तपाईँ पनि सिए हुनुहुन्छ होइन। तपाईँले पनि अब ब्याङ्किङ सेक्टरभन्दा पहिला चाहिँ अडिट फर्ममा काम गरिसक्नुभयो अघि भन्नुभयो जस्तै होइन। अडिट फर्मबाट ब्याङ्किङ सेक्टरमा आउनलाई चाहिँ तपाईँलाई केले अट्र्याक्ट गर्यो होइन, किन ब्याङ्किङ सेक्टरै रोज्नुभयो? हजुर दिदी, अडिट फिल्डमा मैले आफ्नो एक्सपोजरहरू धेरैवटा सेक्टर्समा पाएको थिएँ। अब काम गर्दै जाँदाखेरि धेरै चिजहरू सिक्ने मौका पाएको थिएँ। अब तिनीहरूमा आफूले बेस्ट कन्ट्रिब्युट गर्न सक्ने सेक्टर एज अ फाइनेन्स प्रोफेसनल चाहिँ मैले अब ब्याङ्किङ प्रोफेसनल नै हुन्छ जस्तै मलाई त्यति बेला नै लाग्थ्यो। अनि सिए सकिसकेपछि पनि मैले जब गर्ने माइन्डसेट बनाएँ। अब जब गर्दै हेर्दै जाँदा डिफ्रेन्ट एभेन्युजहरू मैले एक्सप्लोर गरेँ। त्यसमा चाहिँ मैले ब्याङ्किङ सेक्टर चाहिँ एउटा एकदम प्रोफेसनल डिग्निफाइड सेक्टर भएको मैले महसुस गरेँ। सो मैले यो करियरलाई नै चुज गरेँ। साथै मेरो जुन सिनियर सिएहरू हुनुहुन्छ उहाँहरूले यो सेक्टरमा लागेर अब राम्रो नाम कमाउनु भएको प्लस यो सेक्टर्सलाई आफूले धेरैवटा फिल्डमा लाग्नुभएको देख्दा म इन्सपायर भएँ उहाँहरूबाट पनि। अब अहिले ब्याङ्क आफैले पनि जुन सिएलाई एउटा राम्रो अपर्च्युनिटिजहरू दिनुभएको छ। अहिले फाइनेन्स, ट्रेजरी, रिस्क म्यानेजमेन्ट, लिगल, अडिट अब धेरैवटा पर्सपेक्ट्सबाट चाहिँ हामीलाई एउटा राम्रो प्लेस दिनुभएको भएर मैले फ्युचरमा पनि आफूलाई यो आफ्नो ग्रोथ हुने जस्तै देखेको भएको कारणले चाहिँ मैले ब्याङ्किङ करियर चुज गरेँ। प्रोफेसनली साथसाथै पर्सनली मलाई पनि कस्तो फिल हुन्छ भने चाहिँ ब्याङ्किङमा जुन ऱ्यापिड चेन्जहरू आएको हुन्छ त्योसँग आफूलाई लगातार अपडेट गर्दाखेरि त्यो अनुसार आफूलाई चाहिँ रेलेभेन्ट बनाउँदाखेरि चाहिँ आफूमा पर्सनली धेरै ग्रोथ हुन्छ। सो अहिले म ब्याङ्किङ सेक्टर छिर्नुको कारण त्यही हो र अहिले मैले 4 वर्ष भयो ब्याङ्किङ सेक्टर छिरेको। म आफू एकदम सेटिस्फाइड फिल गर्छु कि म अहिले यो ठाउँमा आफूलाई यसरी प्रेजेन्ट गर्न मौका पाइरहेको छु। थ्याङ्क यू मनसा। अब सम्झना कामको विषयमा केही कुरा गरौँ होइन। तपाईँले अब अकाउन्ट्स युनिट हेर्नुहुन्छ होइन, तपाईँले आफ्नो यो सेन्ट्रल अकाउन्टिङ युनिट कसरी ह्यान्डल गरिराख्नु भएको छ अनि यो जुन अकाउन्ट्स युनिटको ओभरअल फाइनेन्स डिपार्टमेन्टमा चाहिँ के कस्तो रोल छ? हाम्रो ब्याङ्कमा चाहिँ सेन्ट्रल अकाउन्टिङ सिस्टम छ होइन। हाम्रो 200वटा ब्रान्चेस र भेरियस डिपार्टमेन्ट्स र युनिट्स भए तापनि जुन बिजनेस स्पेसिफिक र सानो ट्रान्जेक्सन्सहरू बाहेक चाहिँ ओभरअल ट्रान्जेक्सन्सहरूको रेकर्डिङ चाहिँ सेन्ट्रल अकाउन्टिङ युनिटबाट नै हुन्छ होइन। हाम्रो टिममा हामी 6 जना छौँ। 6 जना मेम्बर्सहरूमा चाहिँ एउटा मेकर र चेकरको रोलमा चाहिँ हामीले डेली ट्रान्जेक्सन्स रेकर्डिङ गर्ने र हाम्रो गर्ने काम गर्छौँ। हाम्रो यो युनिटमा चाहिँ सब युनिटहरू 3टा छन्। एउटा कोर अकाउन्ट भयो, अर्को भनेको रेमिटेन्स ब्याक युनिट हुन्छ र अर्को चाहिँ ट्याक्सको काम गर्ने एउटा सब युनिट छ होइन। यो सबै सब युनिट्सहरूमा चाहिँ जुन 6 जना टिम मेम्बर्स हुनुहुन्छ हामी सबै मिलेर डेली ट्रान्जेक्सन्सहरूको रेकर्डिङ गर्ने जस्तो रेमिटेन्स ब्याकको सेटलमेन्ट गर्ने र ट्याक्स रिलेटेड ट्रान्जेक्सन्सहरूको रेकर्डिङ गर्ने काम गर्छौँ र यो सँगै रिलेटेड सबै रिकन्सिलेसन र रिपोर्टिङ पनि हाम्रै युनिटबाट हुन्छ होइन। अब यो डेली काम गर्दै जाँदाखेरि अब ब्याङ्क त एउटा रेगुलेटेड इन्स्टिट्युसन भएको भएर ब्याङ्कको आफ्नो बजेट कन्ट्रोलदेखिको कुरा अनि अरू एक्टहरू जुन ब्याङ्कमा एप्लिकेबल हुन्छ जस्तै पब्लिक प्रोक्युरमेन्ट एक्ट भयो, कम्पनीज एक्ट भयो, सेक्युरिटिज एक्ट भयो, एनआरबी गाइडलाइन्सहरूदेखि लिएर सबैको कम्प्लायन्स चाहिँ डेली नै मोनिटरिङ गरि नै रहन्छौँ हाम्रो डेली काममा चाहिँ होइन। अब सेन्ट्रल अकाउन्टिङ सिस्टमको चाहिँ ओभरअल फाइनेन्स डिपार्टमेन्टमा के रोल हुन्छ भन्ने कुरा गर्दाखेरि सेन्ट्रल अकाउन्टिङ सिस्टमले एउटा एक्युरेट रिपोर्टिङ गर्नको लागि, रेगुलेटरी कम्प्लायन्स गर्नको लागि र ओभरअलमा एउटा इन्फर्म डिसिजन गर्नको लागि चाहिँ एउटा सपोर्ट प्रोभाइड गर्छ होइन।
जस्तो सेन्ट्रल अकाउन्टिङले गर्दाखेरि नै जुन डाटा एन्ट्री हामीले गर्छौँ त्यसले गर्दा नै ओभरअल ब्याङ्कको फाइनेन्सियल स्टेटमेन्ट्स बनाउने, एमआइएस रिपोर्ट्सहरू बनाउने, रेगुलेटरी रिपोर्ट्सहरू सबमिट गर्ने काम हुन्छ। त्यही भएर एउटा ब्याकबोनको रूपमा चाहिँ यो युनिट छ होइन। त्यसैले ओभरअल फाइनेन्स डिपार्टमेन्टको पर्सपेक्टिभबाट हेर्दा चाहिँ सेन्ट्रल अकाउन्टिङ सिस्टम चाहिँ हार्ट अफ द फाइनेन्स फङ्सन जस्तो लाग्छ मलाई चाहिँ होइन। अनि यसले ओभरअलमा ब्याङ्कको जुन फाइनेन्सियल इन्टिग्रिटी छ अनि ट्रान्सपेरेन्सी र एउटा स्ट्राटेजिक डिसिजनको लागि चाहिँ एउटा सपोर्ट युनिट, एउटा ब्याकबोनको रूपमा चाहिँ आफूलाई इस्टाब्लिस गरेको छ। थ्याङ्क यू। मनसा, तपाईँको विचारमा होइन एनआरबी रिपोर्टिङमा चाहिँ अहिले के कस्तो चेन्जेसहरू आइसकेको छ होइन, र तपाईँको यो डेटा एक्युरेसी भयो अनि यो डेडलाइनहरू भयो होइन, अनि रेगुलेटेड चेन्जेसले गर्दा एनआरबी रिपोर्टिङमा के कस्तो च्यालेन्जहरू छ? हजुर दिदी, अब हाम्रो जुन यो ब्याङ्किङ प्रणालीमा जतिको चेन्जेस आएको छ त्योसँग एड्याप्ट गर्दै राष्ट्र ब्याङ्कले चाहिँ अहिले त्यो अनुसारको रिपोर्टिङहरूमा पनि सँगसँगै धेरै चेन्जेसहरू ल्याएको छ। अब पहिला जब राष्ट्र ब्याङ्कले जुन रिपोर्ट्सहरू सुरुमा कम्प्लाइन्ट गराएको थियो, इम्प्लिमेन्ट गराएको थियो, त्यति बेला ब्याङ्कहरू सबैले चाहिँ डाटाहरू कसरी म्यानुअली प्रिपेयर गरेर त्यसलाई रिपोर्ट्स फर्ममा हार्ड कपीमा चाहिँ राष्ट्र ब्याङ्कमा सब्मिट गर्नुहुन्थ्यो। अब आएर अब राष्ट्र ब्याङ्कले सबै चिज डिजिटलाइज गरिदिनु भएको छ, जसको कारणले चाहिँ अब ब्याङ्कहरूले एउटा अनलाइन पोर्टल छ राष्ट्र ब्याङ्कको, त्यसमार्फत सबै रिपोर्टहरू सब्मिट गर्नुहुन्छ। त्यस्तै गर्दा अब पहिला जुन डिसेन्ट्रलाइज तरिकाले रिपोर्टहरू सब्मिट हुन्थ्यो, अलग अलग डिपार्टमेन्टहरूबाट आउन त आउँथ्यो, तर जुन तरिकाले जान्थ्यो त्यो एनआरबीले चाहिँ अब त्यसलाई पनि अझै फर्दर सेन्ट्रलाइज गर्नलाई एउटा वान विन्डो सिस्टम अनलाइन पोर्टलमा जुन सञ्चालन गरेको छ, त्यसमा चाहिँ अब सबै ब्याङ्कहरूले चाहिँ रिपोर्ट सब्मिट गर्छन्। अब त्यो रिपोर्ट्सहरू चाहिँ उहाँ सब्मिट गरेर उहाँहरूले अब त्यो रिपोर्ट्सहरूलाई फर्दर मोनिटर सुपरभाइज गरिरहनु भएको मैले अहिले पाएको छु। अब म यहाँ सिटिजन्स जोइन गर्दाखेरि चाहिँ एसआइएस जुन चाहिँ हाम्रो पुरानो पोर्टलबाट नयाँ पोर्टलमा जुन राष्ट्र ब्याङ्कले आफ्नो रिपोर्टिङलाई एउटा सिफ्ट लिएको थियो, त्यो भर्खर इम्प्लिमेन्ट हुँदै थियो। त्यो रिपोर्टको रिक्वायरमेन्ट अनुसार हामी सबै ब्याङ्कहरूले चाहिँ आफ्नो सिस्टम अपग्रेड गऱ्यौँ। त्यही अनुसारको हामीले आफ्नो म्यान पावरमा स्किल्सहरू डेभलप गर्दै गयौँ। अहिले हेर्दाखेरिमा एसआइएसमा लगभग धेरैवटा रिपोर्ट्सहरू इन्टिग्रेट भएको छ। पहिला जुन पुरानो पोर्टल्सहरूमा जाने रिपोर्ट भन्दा अहिले डेली गरेर मन्थली, विकली, क्वार्टरली, सेमी एनुअल गरेर लगभग 100+ रिपोर्ट्सहरू जान्छ हाम्रो रिपोर्ट्सहरू राष्ट्र ब्याङ्कमा। अब यो सबै रिपोर्ट्सहरूमा सब्मिट गर्नलाई एउटा टाइम लिमिट्स जुन डेडलाइन्स मिट गर्नुपर्ने चाहिँ एउटा च्यालेन्ज हुन्छ, हजुरले च्यालेन्जको सोध्नु भएको हिसाबमा। अनि त्यो सबैलाई चाहिँ अब हामी ब्याङ्कहरूले चाहिँ के गरेछौँ भने त्यसलाई अझै इफिसियन्ट बनाउनको लागि हाम्रो सिस्टममा कसरी स्ट्यान्डर्डाइज गर्ने भन्ने कुराको लागि चाहिँ एमआइएस त्यही अनुसार हामीले अपग्रेड गर्दै गएको छौँ। अब त्यो नयाँ रेगुलेटरी चेन्जेसहरू कुनै आयो भने चाहिँ हामी ब्याङ्कहरूले त्यही अनुसार हाम्रो बिल्ड गरेको एमआइएसमा लजिकहरू फर्दर अप्लाई गरेर त्यो रिपोर्टको कम्प्लायन्स इन्स्योर गर्न सकिरहेको छौँ। अब अहिले राष्ट्र ब्याङ्कले रेगुलरली धेरैवटा रेगुलेसन्सहरू निकालि नै रहेको हुन्छ। रिसेन्टली अहिले भर्खरै एउटा बेसल 3 को रिक्वायरमेन्ट अनुसार एउटा लिक्विडिटी फ्रेमवर्क रिलिज गर्यो। अब त्यसको इम्प्लिमेन्टेसनको लागि राष्ट्र ब्याङ्कले सर्टन टाइम जस्तै अब दिएको हुन्छ, तर त्योभन्दा अगाडि चाहिँ हामी सबै ब्याङ्कहरूले त्यो रेगुलेसन्सले चाहिँ हामी ब्याङ्कलाई कसरी फरक पार्छ भनेर एउटा थरो स्टडी गर्छौँ। अब त्यही फ्रेमवर्कले चाहिँ के नयाँ 2टा लिक्विडिटी रेसियो इन्ट्रोड्युस गराएको थियो। त्यो चाहिँ हाम्रो अहिले चलिरहेको रेसियोजहरू भन्दा नयाँ कन्सेप्टमा चाहिँ उहाँहरूले डेभलप गर्नुभएको रेसियोज हो। त्यसको इम्प्लिमेन्टेसनको लागि ब्याङ्कहरूले चाहिँ अब डाटा कतिको अभाइलेबल छ, के ग्याप छ, त्यो सबै स्टडी गरेर अब हामी रिपोर्टिङ एन्डमा भएको मान्छेले चाहिँ कन्सर्न डिपार्टमेन्टहरूसम्म पुगेर यो चिजलाई चाहिँ कसरी हामीले एज अ ब्याङ्कमा लागू गर्छौँ भनेर हामी एज अ टिम नै एउटा लागेर यो रिपोर्टहरू अहिले हामी सब्मिट पनि गर्न सफल भएका छौँ। सो यस्तै हेर्दै जाँदा अब पहिला जुन रिपोर्ट्सहरू चाहिँ कस्तो हुन्थ्यो भन्दाखेरि अहिले जुन
एउटा खालि डाटाहरू कलेक्ट गर्ने हिसाबले हुन्थ्यो भने अहिले रिपोर्ट्सहरू एकदम क्रिटिकल भएर तपाईँको अझै फेरि एनालाइटिकल हुँदै गएको छ। सो हामीले यसको लागि चाहिँ कहिलेकाहीँ हायर म्यानेजमेन्टसम्मको पनि उहाँहरूको जजमेन्ट गाइडलाइन्सहरू लिनुपर्ने हुन्छ। हजुर दिदी, अब यो सबै गर्दाखेरि सबसे इम्पोर्टेन्ट कुरा चाहिँ हाम्रो इन्टरनल कम्युनिकेसन नै हो। हामीले त्यसैको बेसमा बसेर अब हामीले यो 3टा जुन डाटा एक्युरेसी अनि टाइमलिनेस र यो रेगुलेटरी कम्प्लायन्स चाहिँ इन्स्योर गर्न सक्छौँ। अब मेजर च्यालेन्ज चाहिँ अब डाटा एक्युरेसीमा चाहिँ छँदैछ दिदी, किनभने सबै जुन ब्याङ्किङ जति कम्प्लेक्स हुँदै गयो सबै डाटाहरू चाहिँ एकै ठाउँबाट आउँदैन, मल्टिपल सोर्सेसबाट आउँछ नि त। अब कतै कुनै डाटाहरू सिस्टममा हुन्छन् तर धेरैवटा चाहिँ कहिले थर्ड पार्टीहरूबाट आउने हुन्छ, अनि कहिलेकाहीँ चाहिँ जुन कुनैहरू चाहिँ म्यानुअली राखेको हुन्छ। तर तिनीहरू सबैलाई एउटै ठाउँमा अब रिपोर्टमा एउटा इन्टिग्रेट गर्न, स्ट्रिमलाइन गर्न चाहिँ एउटा च्यालेन्ज हुन्छ हामी एज अ ब्याङ्कलाई। प्लस अब सर्ट टाइममा उहाँहरूको रिक्वायरमेन्ट अनुसार प्रोभाइड गर्न हामी एज अ टिम नै त्यति एकदम प्रोएक्टिभली काम गर्नुपर्ने हुन्छ। सो प्रेसरमै काम गर्नुपर्ने हुन्छ त्यसमा नि। अब त्यस्तै हो दिदी। थ्याङ्क यू। सम्झना, तपाईँलाई अर्को क्वेसन सोध्न चाहेँ मैले। तपाईँ अकाउन्ट्स युनिटको हेड हुनुहुन्छ होइन? तपाईँले यो सेन्ट्रल अकाउन्ट युनिट्स बाहेक होइन, त्यो रेगुलर अकाउन्टिङ बाहेक तपाईँले अरू कुन कुन एरियाहरू ह्यान्डल गर्नुहुन्छ र त्यो एरियाहरूमा चाहिँ के कस्तो कुरामा चाहिँ फोकस गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई? हजुर, अघि मैले अब भनिहालेँ जुन मेरो डेली रुटिन अकाउन्टिङको काम त भइहाल्यो होइन। त्योभन्दा बाहेक पनि मेरो अरू रेस्पोन्सिबिलिटिजहरूमा पहिला त फाइनेन्सियल रिपोर्टिङकै कुरा आउँछ। ब्याङ्कको मन्थली, क्वार्टरली र एनुअल फाइनेन्सियल स्टेटमेन्ट्स बनाउने काम गर्छु मैले होइन। अब यो बनाउँदै गर्दाखेरि हाम्रो जुन अकाउन्टिङ स्ट्यान्डर्ड्सको रिक्वायरमेन्ट हुन्छ, जुन रेगुलेटर्सहरूको रिक्वायरमेन्ट हुन्छ, रेगुलेटर्सको एउटा फ्रेमवर्क हुन्छ हो, त्यसको कम्प्लायन्स गर्दै जानुपर्ने हुन्छ। त्यही भएर यसमा चेन्जेस आइ नै राख्ने भएको भएर अप टु डेट हुन चाहिँ एकदमै नेसेसरी छ। अर्को भनेको हाम्रो म्यानेजमेन्टले जुन स्ट्राटेजिक प्लान डिसिजनहरू लिनुहुन्छ त्यो फाइनेन्सियल्स डाटाकै बेसिसमा लिने भएको भएर चाहिँ यसमा एक्युरेसी मेन्टेन गर्नु त्यति नै आवश्यक छ। अनि जुन हाम्रो जेनरल पर्पज फाइनेन्सियल स्टेटमेन्ट्स हामीले पब्लिकको लागि नै इस्यु गर्छौँ होइन, यसमा भेरियस स्टेक होल्डर्सहरूले यसमा नै बेस रहेर आफ्नो डिसिजन लिने हुँदाखेरि यसमा टाइमलिनेस प्लस एक्युरेसी हामीले मेन्टेन गर्नुपर्ने हुन्छ। अर्को मैले गर्ने काम भनेको ट्याक्स रिलेटेड काम हो होइन। ब्याङ्कको ओभरअल जुन ट्याक्सको जुन पेमेन्टहरू हुन्छ, जुन मन्थली पेमेन्ट हुन्छ, जुन त्यसको फाइलिङ हुन्छ रिटर्न, अनि एनुअल ट्याक्स रिटर्नको सबमिसन हुन्छ र ट्याक्स अफिसबाट जुन एसेसमेन्ट हुन्छ त्यसको कोअर्डिनेसन पनि मैले गरि नै रहेको हुन्छु होइन। अब ट्याक्स एक्टहरूको कम्प्लायन्स नहुँदाखेरि चाहिँ ब्याङ्कलाई हेभी पेनाल्टिजहरू पर्ने अनि ब्याङ्कको रेपुटेसनमा पनि रिस्क पर्ने हुँदाखेरि चाहिँ यसमा माइन्युट डिटेलमा चाहिँ हामीले अलिक फोकस गर्नुपर्ने हुन्छ हाम्रो। अनि मेन प्रायोरिटी भनेको नि अब डाटा, अघि मनसाले भने जस्तै अब ब्याङ्क त ठुलो अर्गनाइजेसन हो, एकदम ह्युज भल्युम अफ डाटा हुन्छ। टिडिएसको काम गर्दाखेरि नि हाम्रो डाटा एकदम फास्ट हुन्छ होइन। त्यही भएर एरर्स आउनु त एकदम नर्मल नै हो। अनि त्यही भएर हाम्रो मेन फोकस भनेको चाहिँ एरर्सलाई चाहिँ मिनिमाइज गरेर सकेसम्म नलिफाई नै गर्ने हाम्रो फोकस चाहिँ हुन्छ। त्योभन्दा बाहेक मैले बजेट फर्मुलेसनको काममा पनि म इन्भल्भ हुन्छु होइन। जुन डिपार्टमेन्टहरूको प्लान्स हुन्छ, स्ट्राटेजिक प्लान्स हुन्छ, त्यही अनुसारको इन्कम र एक्सपेन्सेस फोरकास्ट गरेर ब्याङ्कको ओभरअल बजेट बनाउने काम पनि हाम्रो युनिटबाट हुन्छ होइन। अब बजेट बनिसकेपछि जुन बजेटरी कन्ट्रोल र मोनिटरिङको कुरा आउँछ त्यो चाहिँ हाम्रो जुन अघि मैले डेली अकाउन्टिङको काम हुन्छ भने त्यसमा नै हामीले डेली बेसिसमा नै एभ्री ट्रान्जेक्सन हाम्रो सिबिएसमा रेकर्ड गर्दाखेरि चाहिँ त्यो मोनिटर नै गरिरहेको हुन्छ। हस्, मनसा म पनि अब यो एमआइएसमा होइन धेरै भइसक्यो काम गरिरहेको होइन। मैले पनि देखेको छु कि धेरै रिपोर्ट्सहरू पहिला म्यानुअली बनाउँथ्यो, अहिले सबै रिपोर्ट्सहरू म्याक्सिमम् रिपोर्ट्सहरू यो अटोमेसन भइसकेको छ होइन। तपाईँको विचारमा एमआइएस अटोमेसन होइन एनआरबी रिपोर्टिङमा कस्तो भूमिका छ एमआइएस अटोमेसनको? हजुर दिदी, एमआइएसले गर्दा अहिले धेरै रिपोर्ट्सहरू हाम्रो अटोमेट भइसक्यो। अब रेगुलर जाने रिपोर्ट्सहरू त मेजर सबै हामी एमआइएसबाटै एक्सट्र्याक्ट गरेर त्यसलाई फर्मेटमा सबमिट गर्छौँ राष्ट्र ब्याङ्कको। अहिले अब अर्को डाटाको इन्टिग्रिटी इन्स्योर गर्नको लागि चाहिँ
रिपोर्ट्सहरू एमआइएसको एकदम ठुलो भूमिका रहेको छ अहिले, किनभने अब एमआइएस भएको कारणले सबै ब्रान्चेसहरू डिपार्टमेन्टहरूलाई चाहिँ एट द मोमेन्ट त्यो डाटाहरू एक्सेसिबल भएको छ। प्लस अब जुन एमआइएसले एउटा प्रेजेन्टेबल फर्ममा जुन र डाटालाई प्रेजेन्ट गरिदिएपछि अब यो डाटामा केही कमी छ, त्यसमा केही मिसिङ छ भने पनि हामीले फर्दर इन्क्वायर गर्न सक्छौँ हामी यहाँ एन्डमा बसेका रिपोर्टको टिमहरूले पनि। अब त्यससँगै अब कुनै क्वेरिज रेगुलेटरी क्वेरिजहरू आयो त्योसँग पनि हामीले त्यसलाई जस्टिफाई गर्न या कुनै इस्यु आयो त्यसलाई रिजल्भ गर्नु पर्यो भने हामीले डाइरेक्टली एमआइएसमा गएर के बारे छ त्यसको त्यो इस्युको मेन रिजन पत्ता लगाउन सकिरहेको छौँ। सो त्यसले गर्दा हाम्रो इफिसियन्सी धेरै बढेको छ। अब त्यही अनुसार अब कुनै रिपोर्ट्स बनाउनु पर्यो भने मेन डाटाबेसै भएको छ हाम्रो एमआइएस। नयाँ रिपोर्ट्सहरूको नयाँ रिपोर्ट्स बनाउनु पर्यो भने कुनै रेगुलेटरी चेन्जको कारणले हामीले डाटा अभाइलेबिलिटी रिइन्स्योर गर्न सक्छौँ छ कि छैन भने चाहिँ कन्सर्न डिपार्टमेन्टलाई गएर बुझेर के छ कसरी निकाल्न सक्छौँ। सो प्रोएक्टिभनेसको लागि पनि हाम्रो ब्याङ्कको लागि यो प्लस पोइन्ट भएको छ। अनि अरू हेर्दै जाँदाखेरि एमआइएस हाम्रो जतिको स्ट्रङ भइरहेको छ हाम्रो रिपोर्टिङ चाहिँ त्यति रिलायबल बन्दैछ। सो अब हामीले बुझाउने रिपोर्ट्सहरू जतिको रिलायबल हुन्छ हाम्रो रेगुलेटरसँगको हाम्रो जुन इमेज हुन्छ त्यतिको राम्रो हुन्छ। सो यो भनेको ब्याङ्किङमा जुन हाम्रो जुन एउटा लिगल इमेज भन्ने कुरा चाहिँ लिगल एउटा रेगुलेटरी इमेज पनि इम्पोर्टेन्ट हुन्छ। एमआइएसले त्यसलाई स्ट्रेन्थन गर्न धेरै हेल्प गरेको छ। यो एउटा सपोर्ट युनिट मात्र नभएर यसले हामीलाई डाटा रिलायबिलिटीको लागि र रेगुलेटरी रिक्वायरमेन्ट पुरा गर्नलाई ट्रान्सपेरेन्ट हुनको लागि एउटा स्ट्राटेजिक पार्टनरकै रूपमा इभल्भ भएको छ। सो अहिले जतिको डाटा रिपोर्ट कम्प्लेक्स हुँदै जान्छ एमआइएसले अझै त्यही अनुसार आफूलाई अपग्रेड जाँदै गर्नुपर्ने क्रममा हामी ब्याङ्कहरूले पनि आफ्नो एमआइएसलाई स्ट्रङ बनाउनेमा फोकस गर्नुपर्ने जस्तो मलाई लाग्छ। अनि दिदी तपाईँ पनि त एमआइएस युनिटमै हुनुहुन्छ, हजुरले धेरैवटा रिपोर्टहरू अटोमेट हजुरकै मार्फतबाट मैले गरेको छु। म जस्तै अब बाँकी डिपार्टमेन्ट ब्रान्चेसहरूको साथीहरूले पनि हजुरलाई त्यही कामसँग रिलेटेड कुराहरू गरि नै रहनु भएको छ। ओभरअल ब्याङ्किङमा चाहिँ यो इन्फर्मेसनले चाहिँ कतिको चाहिँ डिसिजन मेकिङमा सजिलो प्लस अपरेसन वर्कहरूमा कतिको सजिलो पारेको छ दिदी? यस्तो छ मनसा, तपाईँले पनि पहिले भन्नुभयो कि होइन ब्याङ्किङ इन्भाइरोमेन्ट अहिले ऱ्यापिडली चेन्ज भइरहेको छ नि होइन, त्यो हिसाबमा चाहिँ कस्तो छ भने अहिले यो अटोमेसनले चाहिँ एमआइएसलाई होइन यो अटोमेसनको प्रयोगले यो पुरानो होइन परम्परागत रिपोर्टिङ सिस्टमबाट अहिले चाहिँ रियल टाइम डिसिसन मेकिङ टुलमा चाहिँ डेभलप गरिसकेको छ होइन। अब पहिलाकै कुरा गर्ने हो भने हामीले एमआइएसमा चाहिँ र डेटाहरू कलेक्ट गर्ने अनि त्यसलाई म्यानुअली रिपोर्ट बनाएर म्यानेजमेन्टसम्म पुर्याउँथ्यो होइन। तर अहिले अटोमेसनले गर्दाखेरि चाहिँ के भएको छ भन्दाखेरि सबै रिपोर्ट्सहरू होइन एक क्लिकमा आउने त्यो भइसकेको छ। अब ब्याङ्कले पनि आफ्नो अब की फाइनेन्सियल इन्डिकेटरहरू होस् या होइन अब ब्रान्चको पर्फर्मेन्स अनि कस्टमरको एक्टिभिटीहरू त्यो चाहिँ अब रियल टाइममा नै हेर्न सकिन्छ भएको छ है। अब यदि केही डेभिएसनहरू आएमा अब केही अनयुजुअल एक्टिभिटी केही भएमा पनि एमआइएसले तुरुन्तै अलर्ट गरिदिन्छ, जसले गर्दाखेरि चाहिँ म्यानेजमेन्टले प्रोएक्टिभ डिसिसन लिनलाई चाहिँ सकिन्छ होइन। अब अटोमेसनले गर्दा नै त्यो पोसिबल भएको हुन्छ नि त। अब त्यति मात्र नभइकन अब एमआइएसमा कस्तो हुन्छ भने पहिला एमआइएस भनेको अहिले के भइरहेछ भन्नेवाला इन्फर्मेसनको लागि मात्र हेरिन्थ्यो, तर अहिले फोरकास्टिङको लागि पनि युज गरिन्छ। किनकि एमआइएसमा ट्रेन्ड एनालाइसिसहरू भयो होइन त्यो चाहिँ अटोमेटिकली गर्न सजिलो हुन्छ नि त। त्यसले गर्दाखेरि यो एमआइएसको अटोमेसनले गर्दा टाइम सेभिङ भएको छ, डेटा कन्सिस्टेन्सी मेन्टेन भएको छ होइन, युनिफर्मिटी भएको छ, अब इफिसियन्सी बढ्ने तथा यो प्रोडक्टिभिटी पनि बढ्ने भएको छ होइन। अब म आफै पनि सिटिजन्स ब्याङ्कमा 17 वर्षभन्दा बढी भइसक्यो है काम गरेको। त्यो हिसाबमा मैले आफ्नो यो ब्याङ्किङ सिस्टम होइन जमिन आसमानको फरक भएको मैले देखिसकेको छु। अब पहिला यो कागज र काउन्टर बेस्ड सिस्टम थियो भने अहिले टेक्नोलोजी र डिजिटल बेस्ड प्लेटफर्ममा कन्भर्ट भइसकेको छ। अब यो सबै भनेको तपाईँको डिजिटाइजेसन होइन अटोमेसनले नै पोसिबल हुने कुरा भयो। त्यही भएर यो एमआइएस अटोमेसनको चाहिँ एकदमै इम्पोर्टेन्ट रोल हुन्छ होइन। अब यो त
एकदमै इम्पोर्टेन्ट नै देखिन्छ। दिदी मैले नि जोड्न चाहेँ, जस्तो मेरो जुन डेली रुटिन अकाउन्टिङको काम हुन्छ त्यसमा हामीले अनगोइङ बेसिसमा नै बजेट कन्ट्रोल चाहिँ मोनिटर गरिरहेको हुन्छौँ भनेर अघि मैले भने। एमआइएस युनिटकै अन्तर्गतमा बजेट कन्ट्रोल सब युनिट छ होइन। बजेट कन्ट्रोल चाहिँ ब्याङ्किङ अपरेसनमा डे टु डे अपरेसनमा कतिको इम्पोर्टेन्ट छ र यो बजेट कन्ट्रोल सब युनिटले चाहिँ ब्याङ्कको ओभरअल एक्सपेन्डिचर र इन्कमको चाहिँ कसरी मोनिटर गरिरहेको हुन्छ त्यसको बारेमा केही भन्नलाई अनुरोध गर्छु। अब बजेट कन्ट्रोल डे टु डे अपरेसनमा चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ होइन, किनकि अब ब्याङ्कको रिसोर्स भनेको लिमिटेड हुन्छ। त्यो हिसाबमा चाहिँ यदि प्रपर यो एक्सपेन्सलाई म्यानेज गर्न सकेन भने यसको डाइरेक्ट इम्प्याक्ट भनेको ओभरअल प्रफिटमै पर्छ। सो त्यसको लागि हामी के गर्छौँ भन्दाखेरि पहिला सुरुमा त अघि तपाईँले भन्नुभएको जस्तै बजेट होइन फर्मुलेटमा पनि तपाईँ हेर्नुहुन्छ नि त, बजेट फर्मुलेसनवाला काम पहिला हामी गर्छौँ होइन सबै फाइनेन्स डिपार्टमेन्टले। त्यसको लागि लोन, डिपोजिट, प्रफिट, एक्सपेन्सेसहरू होइन जे जति पनि हुन्छ डाइरेक्ट प्रफिटेबिलिटीमा हिट गर्ने त्यो कुराहरूको सबै बजेट डिपार्टमेन्टहरूसँग कोअर्डिनेट गरेर पहिला बजेट फर्मुलेट गर्छौँ। त्यो बजेट फर्मुलेट गरेपछि त्यो बजेटलाई अप्रुभ गराउँछौँ र टप लेभलदेखि बटम लेभलसम्म त्यसलाई हामी पुर्याउँछौँ र त्यति गरेपछि त्यो बजेटलाई इम्प्लिमेन्टेसन पार्ट चाहिँ हामीले नै हेर्छौँ होइन। अब त्यो बजेट अनुसारको काम भयो भएन, अब त्यसको लागि हामी यो एक्सपेन्सेसको र बजेटसँगको कम्पेरिजनहरू गर्छौँ, ट्रेन्ड एनालाइसिसहरू गर्छौँ र त्यसमा केही डेभिएसनहरू आएछ होइन, अब कुनै ओभर स्पेन्डिङहरू भइरहेछ बजेटभन्दा भने त्यसको इन्क्वायरी गर्छौँ डिपार्टमेन्टहरूसँग, बजेट ब्रान्चेसहरूसँग, उहाँहरूसँग इन्क्वायरी गरेर त्यसको के कारणले त्यो ओभर स्पेन्डिङ भएको, के कारणले त्यो एक्सपेन्सेसहरू युज गर्नु परेको होइन, त्यसको जानकारी लिन्छौँ र त्यो सबै इन्क्वायरी गरेपछि एनालाइसिस गरिसकेपछि ट्रेन्ड एनालाइसिसहरू गरिसकेपछि करेक्टिभ मेजर्स लिनेतिर लाग्छौँ र करेक्टिभ मेजर्स लिनेतिर लाग्नेका साथसाथै अब इन्फर्मेसन चाहिँ जरुरी भएमा म्यानेजमेन्टसम्म पनि पुर्याउँछौँ होइन। अब यो मैले अघि भने जस्तै अब ब्याङ्कको रिसोर्स त लिमिटेड हुने भएको भएर एक्सपेन्सलाई अननेसेसरी वेमा युज गर्न नदिनुको लागि बजेट कन्ट्रोल त गर्नुपर्ने नै देखिन्छ र हामीले अब यो बजेट कन्ट्रोल सँगसँगै चाहिँ यो एक्सपेन्सको मात्र होइन कि होइन, यो बिजनेसको पनि अब चाहिँ लोन, डिपोजिट, प्रफिट, यो फिज एन्ड कमिसन इन्कम अरू सबैको टार्गेट मिट भएको छ कि छैन भन्ने रिपोर्टहरू पनि एनालाइसिस गर्छौँ होइन र त्यही बेसिसमा चाहिँ यो जसको टार्गेट मिट भएको छ होइन त्यो ब्रान्चेसहरू डिपार्टमेन्टहरूलाई चाहिँ हाम्रो ब्याङ्कमा पुरस्कृत गरेर मोटिभेट पनि गर्ने प्र्याक्टिसै छ होइन। अब यो भनेको अनगोइङ प्रोसेस हो, यो कन्टिन्युसली नै गर्नु नै पर्ने कुरा देखिन्छ किनकि एउटा एकदमै इम्पोर्टेन्ट भएको भएर नै हो होइन, यही नै हो। अब हामी यो प्रोग्रामको अन्तिमतिर नै आइसक्यौँ होइन। अब त्योभन्दा अगाडि चाहिँ म तपाईँलाई अर्को एउटा क्वेसन सोध्न चाहन्छु कि तपाईँ सिटिजन्स ब्याङ्कमा 2 वर्षभन्दा हुँदैछ होइन, 2 वर्षभन्दा बढी हुँदैछ, तपाईँले यो सिटिजन्स ब्याङ्कमा आफ्नो के कस्तो लर्निङ रह्यो होइन र आफ्नो करियर डेभलपमेन्टको लागि तपाईँलाई के कस्तो अपर्च्युनिटी देख्नु भएको छ? मैले ब्याङ्क जोइन गरेको अब 2 वर्ष मात्रै भएको छ। अब सानो अवधि भए तापनि मेरो यो 2 वर्षको पिरियडमा मैले एकदम भ्यालुएबल लेसन्सहरू लर्न गर्ने मौका पाएको छु होइन। अब हामीलाई जति नै रेस्पोन्सिबिलिटिज असाइन भयो त्यति नै हामीले लर्निङ गर्दै जाने हो होइन। त्यही बेसिसमा अब सुपरभाइजर्सहरूले मलाई जति एडिसनल रेस्पोन्सिबिलिटिजहरू थप्दै जानुभएको छ त्यसले नै मेरो एउटा प्रोफेसनल ग्रोथ भएको मैले फिल गरेको छु होइन। अर्को भनेको अघि मैले भने नै जुन टिम म्यानेजमेन्टको कुरा, लिडरसिपको कुरा चाहिँ मैले ब्याङ्कमै आएर लर्न गर्ने मौका पाएँ। अनि त्योभन्दा बाहेक चाहिँ जुन अकाउन्टिङको कुरा चाहिँ मैले अकाउन्टिङ भनेको एउटा डाटा एन्ट्री मात्रै भन्ने सोच थियो मेरो होइन, तर अब एउटा सिस्टममा एउटा ट्रान्जेक्सन एन्ट्री गर्दा नि मलाई चाहिँ अब त्यसको ट्रान्जेक्सन फ्लो के छ, त्यसको रिस्क इम्प्याक्ट के हुन्छ भन्ने कुरा चाहिँ मैले अहिले सोध्छु होइन। यो लर्न गरेको छु मैले यो 2 वर्षको पिरियडमा। त्योभन्दा बाहेक चाहिँ जुन फाइनेन्सियल रिपोर्टिङ र ट्याक्सको काम गर्दै जाँदाखेरि चाहिँ हाम्रो यो ओभरअल जुन नलेज बेस हुन्छ मेरो त्यो चाहिँ एक्सपान्ड भएको छ होइन। त्यसमा हामीले एक्युरेसी मेन्टेन नै गर्दै जानुपर्छ। अब एक्युरेसी मेन्टेन गर्दाखेरि अब त्यसमा नै फोकस हुने हुँदाखेरि चाहिँ एउटा अकाउन्टेबिलिटीको सेन्स चाहिँ ममा डेभलप भएको छ। अर्को भनेको जस्तो ब्याङ्किङमा त चेन्जेसहरू आइ नै राख्छ होइन, त्यो चेन्जेससँग एडप्ट हामी भएनौँ, अप टु डेट भएनौँ भने हामी ल्याग बिहाइन्ड नै हुन्छौँ। त्यही भएर यसले गर्दा चाहिँ ममा एउटा कन्टिन्यू
कन्टिन्युअस लर्निङको कन्सेप्ट चाहिँ डेभलप भएको छ, सेल्फ लर्निङ गर्ने बानी चाहिँ ममा विकास भएको छ। अब ब्याङ्कमा मैले के करियर, अब फर्दर करियर के देख्छु भन्ने कुरा गर्दा मैले ब्याङ्क जोइन गर्नुभन्दा अगाडिदेखि नै ब्याङ्कमा चाहिँ एकदम राम्रो वर्किङ इन्भाइरोमेन्ट छ भन्ने सुनेको थिएँ होइन, र आफै जोइन भइसक्दा चाहिँ मैले सुनेको भन्दा नि राम्रो इन्भाइरोमेन्ट पाएँ। हाम्रो ब्याङ्कमा ओपन कम्युनिकेसन कल्चर छ, त्यसले गर्दाखेरि सुपरभाइजर्सहरू एकदम नै अप्रोचेबल हुनुहुन्छ होइन, हामीलाई कन्स्ट्रक्टिभ फिडब्याक दिने, हाम्रो च्यालेन्जेसहरू सुनिदिने अनि हाम्रो सजेसन्स पनि सुन्ने गर्दा एउटा आइडिया पनि हामीले फ्रिली सेयर गर्ने इन्भाइरोमेन्ट चाहिँ ब्याङ्कमा छ। त्यसै गरी सिनियर म्यानेजमेन्ट पनि एकदमै सपोर्टिभ हुनुहुन्छ होइन, इम्प्लोइजहरूलाई मोटिभेट गर्ने, उहाँहरूको पर्फर्मेन्सहरू एक्नोलेज गर्नुहुन्छ। त्यही भएर नि होला ब्याङ्कमा इस्ट्याब्लिसमेन्टदेखि नै जोडिनु भएको सिनियर्सहरू हामी कति देख्छौँ होइन, त्यसले त्यो देख्दाखेरि चाहिँ आफैलाई नि मोटिभेटेड फिल हुन्छ। दिदी हजुरले अघि भन्नुभयो अब 17 वर्ष भइसक्यो हजुरको ब्याङ्कमा पनि होइन, त्यसो यो देख्दा चाहिँ अब ब्याङ्कमा मैले हार्डवर्क गरेँ, कन्टिन्युअस हार्डवर्क गरेँ र आफ्नो पर्फर्मेन्स देखाउन सकेँ भने चाहिँ एक्नोलेज हुने ठाउँ हो भन्ने भएको र एउटा ग्रोथको अपर्च्युनिटी चाहिँ मैले देख्छु होइन। त्यही भएर ब्याङ्कमा चाहिँ लङ टर्मसम्मै अहिले चाहिँ जोडिने चाहिँ सोच नै छ मेरो। हस्, थ्याङ्क यू। मनसा, तपाईँलाई म त्यही कुरा सोध्न चाहेँ होइन, तपाईँले पनि सिटिजन्स ब्याङ्कमा होइन आफ्नो के कस्तो लर्निङ भयो र फ्युचरमा होइन तपाईँले आफ्नो करियर डेभलपमेन्टको लागि के कस्तो अपर्च्युनिटी देख्नु भएको छ? हजुर दिदी, अब लर्निङ त अब एउटा अनगोइङ प्रोसेसै हो, प्लस अब मैले लर्निङ भनेकै नै ग्रोइङ हो भन्ने एउटा चिजमा विश्वास राख्दछु। अब सिटिजन्स ब्याङ्कमा आएर मैले मेरो काम सम्बन्धित लर्निङ्सहरूको कुरा गर्दाखेरि चाहिँ रिपोर्टिङ युनिटमा बसेर चाहिँ मैले के थाहा पाएँ भन्दाखेरि यो जुन ब्याङ्कहरूलाई चाहिँ एउटा ठुलो जिम्मेवारी राष्ट्र ब्याङ्कले चाहिँ दिनुभएको रहेछ, यो रिपोर्ट्स डाटा कम्पाइलेसन। अब डाटा किनभने यो डाटा जुन म्याक्रो लेभलमा गएर पोलिसी मेकिङसम्ममा पुग्ने रहेछ यो डाटाहरू। सो उहाँहरूको रेगुलेटरहरूसँग गरेको कम्युनिकेसन्स, उहाँहरूको ट्रेनिङमा बस्दाखेरि चाहिँ अब एज अ ब्याङ्कर अब यो प्रोफेसनमा लाग्दाखेरि आफ्नो डाटाहरू कतिको चाहिँ इम्पोर्टेन्ट छ, त्यसको भ्याल्यु कतिको हुन्छ, भोलि पर्सि इकोनोमी लेभलसम्म त्यसको कत्रो ठुलो इम्प्याक्ट पर्छ भन्ने कुराको सेन्स, सिभिक सेन्स भनौँ, त्यो आएको छ ममा अझै। अब अर्को कुरा चाहिँ मैले अब कामको प्रायोरिटाइज गर्न पनि धेरै सिकेछु। ब्याङ्कमा एउटा काम, मल्टिपल कामहरू एकैचोटि गर्नुपर्नेदेखि लिएर धेरैवटा वर्क मल्टिटास्किङ गर्नुपर्ने हुँदो रहेछ। सो मेजर लर्निङ मेरोमा त्यो पनि भयो। अब कामलाई काम सर मात्र होइन, इट्स अ वे अफ हुन्छ नि, अ वे अफ जस्तो आफूमा नै त्यो इनबिल्ड गर्न सकेको छु मैले। सो मैले त्यो एउटा पनि मेरो मेजर लर्निङ भयो। अब अरूसँग आफैले सिक्ने नसिके अरूबाट पनि सिक्ने, सो लर्न बाई सिइङ, अब्जर्भिङ भन्ने चिज पनि मैले यहीँ सिटिजन्समा आएर सिकेँ। प्लस हाम्रो यहाँ सबै कल्चर नै यस्तो छ कि जसले अब केही सोधियो भने पनि एकअर्कासँग राम्ररी हामीले कुरा गरेर सिकाउनेसम्म छ। सो मलाई त्यो फिल भयो यहाँ काम गर्दै जाँदाखेरि। अर्को चाहिँ अब मैले डाटाहरूसँग काम गर्दै जाँदाखेरि अब एररहरू मिनिमाइज गर्न लागि चाहिँ कसरी आफू पहिले प्रिप्लान भएर काम गर्नेदेखि लिएर त्यो अनुसार आफ्नो टिममा भएको पार्टनर प्लस हाम्रो अर्को डिपार्टमेन्टसँग कसरी कोअर्डिनेट गर्ने, त्यो मेरो मेजर लर्निङ भयो। अब त्यो बाहेक अब यहाँ ओभरअल हेर्दाखेरि हाम्रो जुन ब्याङ्कलाई हेर्दाखेरि यहाँ ब्याङ्कमा छिरिसकेपछि मैले यो एउटा सिस्टम, यहाँको प्रोसेस र यहाँको सिस्टम, यहाँको प्रोसेस र यहाँको पिपल, कुनै पनि अर्गनाइजेसनमा चाहिँ त्यो तीनटा चिज चाहिँ मेजर स्ट्रेन्थ हुन्छ। एउटा अर्गनाइजेसनको एसेटै त्यही हो। अनि हाम्रो ब्याङ्क, सिटिजन्स ब्याङ्कमा चाहिँ पिपललाई भ्याल्यु गरिन्छ, कामहरूलाई प्रायोरिटाइज गरिन्छ, प्रोसेस र ट्रान्सपेरेन्सी, प्रोसेसमा ट्रान्सपेरेन्सी छ। सो यी तीनटा कुराहरू चाहिँ एउटा अर्गनाइजेसनमा एकदम इम्पोर्टेन्ट छ। त्यो हामीले अहिले यो मेरो लागि लिभिङ एक्जाम्पल जस्तै सेटअप भएको छ। अब करियरको अपर्च्युनिटीको कुरा गर्दाखेरि यसरी हाम्रो ब्याङ्कमा चाहिँ धेरैजना स्टाफहरू चाहिँ कमिटेड भएर, डेडिकेटेड भएर काम गर्नुभएको देख्दाखेरि त्यो हेर्दाखेरि आफू पनि धेरै मोटिभेटेड फिल हुन्छ। प्लस अब हाम्रो म्यानेजमेन्टहरू, सिनियर म्यानेजमेन्टहरूले पनि त्यो भ्याल्यु
रेकग्नाइज गरेर त्यही अनुसारको उहाँहरूलाई रेकग्नाइज गरिदिनु भएको देख्दाखेरि आफू पनि त्यो मोटिभेटेड फिल गर्दछु। अब हाम्रो ब्याङ्कले पनि 19 इयर्स कम्प्लिट गरिसकेको छ। अब 50 वर्ष सकिँदाखेरि पनि म त्यो फ्युचरमा आफू एउटा पार्ट भएको मैले आफूलाई कल्पना गर्दछु र यो अचिभ गर्नको लागि म आफ्नो तर्फबाट पनि आफ्नो पर्सनल इफोर्टहरू लगाउँछु। हजुर दिदी। अब कार्यक्रमको अन्तिममा म यहाँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद दिँदै यो कार्यक्रमलाई अन्त्य गर्न चाहन्छु। नमस्ते। नमस्ते।